देवा हो न ल देवा किन नआउनु भएको भन आई लभ यु भन्दै ल आई लभ यु ब्लु 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 भन्नु खुर्सानी हेर्नु न खुर्सानीलाई मजासँगले हेर्नु ओ माई गड मजाको उडाउनु के भयो सानी बोको नमस्ते गर्दैन हेलो नमस्ते सानी नमस्ते ओइ नमस्ते गर सानी आवा गुड जब नफोर्ने यहाँ यहाँ यता दुई तीन वर्ष भयो होला है ल हेलो सानी हेलो कोमा कसरी हिँड्छ हिँड्न छाना कोमा कोमा हिँड्न यसो गरेर हिँड्न यसो गरेर कोमा कसरी हिँड्छ यसरी हिँड्छ कोमा हेर्ने चाहिँ कोमा ए कोमा त्यसरी पो हिँड्नु रहेछ नि डिम्पललाई हेर्ने ल म त बुहारीले त गत्रा खतरा फुल लाउनु भएछ त मदरको त यहाँ पानी लाउने बिचारा आमा हो नि त फेरि फुल लाउ ए पानी लाउने आमा ल ठिक छ बिचारा बाहिर सबै पानी यत्तिकै चाहिँ हुनु पर्यो है आऊ सानी आऊ ल आमा र पर्खिदिन्छु म सानी यता आऊ खुसी लाग्छ है त्यो तुकुनामा पनि के नाना त्यो हुन्छ नि काठको गममा क्या लामो खालको त्यस्तो ल्याएर त्यसमा सबै आइरन जिएर राखिदिनु पर्यो भनेर सोचेको के सानी मैले केटल अन गरेको छु ल ल यो उ छ नि केटल भन्दै केटलमा पानी अन गरेको छु कि माम्ने योगेन बुहारी लागि मलाई उता फुल दिइसके उताको अनि हामी चाहिँ के हो म त फर्स्ट मागेको नि त को बढी आउँछ अलिक माया चाहिँ पाउनु पर्छ यहाँ बढी आउनेसँग मतलब त होइन भरे त्यसो नभन्दा त्यसो भन्दा उतै त्यो लगेर जानु नाना भयो भन्छ है फेरि उसलाई चाहिँ नानी हिँडेको नि किन भन न रोलर म उडे अब उड्यो दुईजना कोमा नादिने उडेको हेर त ल सानी छोइ छोइ लगाइदेऊ सोइ सोइ ल खै ल सानी सोइ सोइ ल छोइ लगाइदे ए उसलाई त यो दिनुपर्छ नि त त्यो त फुल हुन्न सानी त्यो त ल सोइ सोइ लगाएर ऊ त्यो फुल चाहिँ कहाँबाट थियो एउटा आएछ हौ ल नानामा ल ल सोइ सोइ ल सानी सोइ सोइ ल ल सानी ल कोमा नातिनी सोइ सोइ ल छोइ छोइ ल ए दुईटा ल ल सोइ सोइ ल खै सानी आइ ल सोइ सोइ ल सानी सोइ सोइ ल हो खै गरेको छिटो छोइ छोइ लगाएर त्यो लामो भयो त ल कति क्युट हाँस्छ भने ल कम अन छोइ छोइ ल ओ छोइ छोइ ल भने सानी खोइ त सोइ सोइ ल कोही सोइ सोइ लगाएर ल सोइ सोइ लगाएर ल सोइ सोइ ल आमालाई सोइ सोइ ल यतिको सिरियस हुनुपर्छ क्या सोइ सोइ ल भन्दै अब बस्ने छैन फेरि फेरि उता पछाडिको लिएर आउनुपर्छ यहाँ बस्नु त बस्नु पऱ्यो नि सबै किन सबजना बस्नु यसरी हेर न घर साउने यहाँ फुल राम्रो भनेको मक्खा परेर हैरान यहाँ तर फुल चाहिँ क्या राम्रो ल आमालाई पनि आमाको मेहनत धेरै छ यसमा हाम्रो आमा होइन हौ सासु आमाको मेहनत सासु आमाले दिनुभएको रे होइन अनि कहाँ आमाले तैँले पानी लाउनु भएको त यो चाहिँ सासु आमाको मेहनत है एकदम
सानी अघि त थिएन भर्खरै मैले भात खानुभन्दा अगाडि मैले गरिदिएको ल जाऊ ल जाऊ जानी अघि नै अघि भनेर हेरेको थिएन ल हाम्रो आमा सम्धिनीले बनाइदिएको फुलमा चट्ट लाएर अहिले पानी लाउँदै लाउँदै खतरा बनाउनु भएको छ दुईटा सम्धिनीलाई बधाई छ यता छोरी अनि बुहारी चाहिँ मक्ख सासु र आमाले घर सिँगारिदिएकोमा होइन सासु र आमा क्या ल अब चाहिँ भिडियो आमाको अनि के छ भन्नु आमाको लागि यो फुलसँग फुलबारी बगान हेर्ने बस्ने काम त्यति नै छ अरू केही पनि छैन हो अनि पकायो खायो बस्यो फुलबारी हेऱ्यो त्यति नै अनि सम्धिनीले पठाइदिनु भएछ त फुल त दामी दामी अब पोरे पठाइदिएन छोरीमा त कति दिन्छ त छोरीसँग फुल पनि फुल पनि ल ल यति राम्रो फुल आम्मा ल हाम्रो सासु आमाले फुल दिनुभएको अरे कति राम्रो म त लोभले हुरुक्क भइसकेँ ल हाम्रो आमालाई ल एक दिन पानी लान नै यही मुन्टो पानी त्यो त हो नि त एकदम माई गॉड ल अगाडि पछाडिबाट अब पाइपबाट लाउनु मलाई हेरेर वाउ क्रिम लगाउनु आमा छोरी गन्थन आमा छोरी गन्थन हैन फुल हेरेर ए बचाउनु ल आमा अस्ति कालीले बचायो एउटा हावाले बचायो आम्मा कति राम्रो छ तर यो त क्या धेरै राम्रो लाग्यो यसो फुलै मन हो देखेको ला 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 ओके धेरै धेरै धन्यवाद भन्नुपर्छ छोरी र ज्वाइँको घर यस्तो सम्हालेको सम्धिनीको भने हो फेरि ल ल ल गाह्रो हुँदो रहेछ के यो खै आमाले निकाल्नु मम्मीले चाहिँ एकदम गाह्रो हुन्छ हतपत्त जाग्दैन भन्नु ए हो यो चाहिँ नि कलमी बनाऊँ है त अब यसलाई ल कसरी हुन्छ हाम्रो सजिलो खालको होइन यहाँ खिच्छ यो अनि यो अर्को खालको छ यो व्हाइट थियो अब यो ग्रीन भइसक्यो के बाबा बाबा सानै यहाँ हेर न यो चाहिँ म ल्याइदिन्छु यो चाहिँ कुन चाहिँ यो चाहिँ काममा छ नि त ए हो बिउ छ सानी बड्डे 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 ला सानी ल त म फोटो खिचिदिन्छु कति राम्रो कसले भन्नु नराम्रो मेरो भदाइनीलाई जन्माएको मात्रै तिमीले मेरो भदाइनी लाग्नु त आफै लाउँछ नि चप्पल चप्पल लगाएको सानीले चप्पल लगाऊ बेबी यसको यो ल जिउ यताको गरे न उल्टो ए फुलै फुल्यो पैसा फुल्यो यतिको चाहिँ हुनु पर्छ क्या फुलमा वाउ सानी यहाँ हेर न पर्दैन भन्छ त्यसले त हामीलाई हेलो एलियाना आउनुहोस् यता एलियाना सानी के खाने तिमी बुबु बुबु खाने धुमताना भन कोमालाई सानी धुमताना एलियाना आयो त लडी चाहिँ गए भित्र नानी आयो है भित्र यिनीहरू मलाई लगाएको छैन यिनीहरूमा अघि योगना ल्याउनु ला भन्नुहुन्थ्यो नि त छ नि छ ए बिहान लगाउनु त्यतिकै त्यो माटो छ माटो लाउँदा पानी भिज्ने गरी लाउनु पर्यो अस्ति 10 बोरा ल्याइदिएको थिएँ 9 बोरा
4टा बोरा होला अरू उतालाई अनि के छ त आमाको हालखबर ठिकै छ पकाउने खाने बस्ने सुत्ने त्यति मात्रै त्यति नै हो नातिनीसँग जुत्ने थिएन नातिनी के जुत्थे ऊ खुसी बनाइदिनुपर्छ कता र कता जाउँ भने कुद्यो गर्दैन तर कस्तो ज्ञानी छ हाम्रो नानी है साह्रै अस्ति ज्ञानी 2 दिन चाहिँ बिहान उठ्दा रोयो आज त नरै झऱ्यो तपाईँले गाली गर्नुहुन्छ भनेर लाने नरै झार्यो बुढाबुढीले तर कति राम्रो है आमा यो फुल त म त छक्कै भने हो यति राम्रो फुल पोहोर पनि थियो त होइन यस्तो खालको थिएन नि त आमा थियो नि म आइन कि यो त्यो टाइममा कहाँ आउँछ त तर म त्यति आउँदिनँ नि त त्यो थाहै पाउँदैन के बेला यहाँ घर सरेको 1 महिना पछाडि लिएको त अनि यिनीहरू त्यही त अलिसाले पो आमाले उहाँ बनाइदिएको भन्दा त म छक्क परेँ हो माया घर कति राम्रो बनाउँदो रहेछ हौ सम्झिने तपाईँको सम्झिने मेरो चाहिँ सासु मामा सासु मम यति राम्रो फुल ओ माई गॉड यो फुल देखेर म तारिफ नरगी यिनीहरू चाहिँ त्यो माथि पानी लाउँदै ठोकिँदा पिडेक पिडेक भाँच्नु त्यसलाई त भाँचिएको थियो नि नेक्स्ट टाइम चाहिँ उ गरिदिनु आमा मलाई कलमी यसो गरिदिनु न कसरी गर्छ थाहा छैन त्यसलाई होइन त्यो भाँचिएकोलाई गाडिदिनु उता सानो गमलामा त्यो सानो गमला चाहिन्छ भने मसँग कति धेरै छ हौ जति त्यहाँ ढङ्गमा लाग्दै फ्याँक्दैछु ए हो ओ के अरे फुल लिएकै गर्छ अनि कति हो कति ए त्यही त यिनीहरू चाहिँ यिनीहरू सबै निकाल्दाखेरि हुने हो कलमी गर्ने होइन ऊ त्यो सानो रहेछ ऊ त लग्नु भने चाहिँ म त्यो सानो गमलाको लग्छु त्यो हिजो अस्ति लिएको त्यो दुइटा चाहिँ कलर थाहा छैन भने फुल कुन खालको हो बिचरा आमाले उहाँ गर्नुहुन्छ अलिसा बोकेर आउँदो रहेछ 3 ज्याङ लिएको छ नि अनि यो त्यही त है जाँगरी लो सम्झिनु सासु आमा पानी छैन भन्छ यत्र फर्सी बोकेर आउँछ त्यही त यता फर्क्यो नि उता फर्केर बोला गर्नुहुन्छ म यता घुमाइ गरेछ क्यामेरा काँटी देख्दैछु त्यही त यति राम्रो नाच नानी बनाइमा नाच त कमली कता नाच न्याउली बनैमा कुदा सानी ल अनि ज्वाइँ साहब कस्तो हुँदैछ त ससुराली घर पेन्ट गर्दाखेरि यत्तिकै चाहिँ पेन्ट गर्नुपर्ने हुन्छ होइन यत्तिको चाहिँ काम त चाहियो कि ससुराली घर टल्काउनको लागि होइन ब्रान्ड न्यू टिली बनाउने पनि उहाँहरूले टिलीले टल्कायो यहाँ कमला राई पनि हल्का टचअप हान्दैछ होइन कान्छी यतापट्टि पनि रहेछ सेतो हो त्यहाँ होइन हो त्यहाँ अनि उतापट्टि पनि हो त कर्नरमा पनि छेउनी हो त्यहाँ मुनि हो त्यहाँ ल त ल दह्रो हान ल फुलको छेउनी र 2 जना कोमा नातिने जुत्ता हेर्नुपर्ने हो भगवान् यो बच्चाहरूलाई ठुलै चिज मन पर्दो रहेछ हौ आफ्नो जुत्ता खोलेर कोमाको लाउने अरे जुत्ता पनि सानी कसको जुत्ता हो त्यो जुत्ता कोमाको जुत्ता कोमा दिनुहोस् भन कोमा दिनुहोस् गाडीलाई कहाँ जाने सानी उता जाने देमासँग जाऊ रे जुत्ता लाउ जुत्ता देममा जाने भन कोमा जाने जुत्ता लाऊ कोमासँग जुत्ता
कोमाको नातिनी र कोमा ल ए लडिन्छ है त्यता के गरेर बस्नु गएको त्यता इटा माथि बस्नु लागेन ए मै लडे झन् ए मासला कहाँ बसेको सानी त्यसरी खाऊ ल खाऊ ल फाली पो त्यो कम्तीको छ यो डराएको सानी कहाँ हिँडेको त्यतिकै हावामा गफ गर्नु जानु ती जानु न गफ गर्नु त्यति धेरै माया र निनेको फेरि देमालाई चाहिँ नर भन्छ हेर न काली हेर्नु पनि त्यही कोमा खोइ सानीको कोमा खोइ उता जाने अरे ल ल जाऊ ए जाऊ नानीलाई लिएर जाऊ पनि जाने बाई सानी बाई बाई चुप्पा माया लड्छ है कमला ए तेरो ढोका लाउनु पऱ्यो अरे उहाँ छोड त सानी त्यतिकै बाई बाई ल दुईजना चाहिँ घुम्न जाने अरे घुम्न सानी कहाँ हिँड्ने पुगेको फोन लिएर जानु पर्ने रे उहाँहरूलाई चाहिँ सानी बाई बाई सानी चुप्पा यत्तिको चाहिँ माया हुनुपर्छ कि सबैजनाको कोमा भन्न कोमा भन्न आउँदो रहेछ कोमा आउनु हातले गरेर आऊ कम कम कोमा कम कोमा चाहिँ धुप्दै धुप्बाटे गर्ने छ कम खुसी हेर न बे धुमताना खोलौँ आया कोमा होइ सानी क्यो कोमा होइ